हामी चाहिँ यहाँबाट हिँडिरहेको यात्रा सुरु हुन आँटिसक्यो है। अब हामी स्कुलबाट हिँडिरहेको छौँ, त्यही हो। गाइस हामी चाहिँ गइदिरहेको होइन पोखरातिर घुम्न। हामी सुतिरहेको अब खानासाना खान्छ हल्का केही समयपछि, अनि खाना खाएर फेरि हामी यात्रामा जान्छौँ। अहिले चाहिँ हाम्रो यात्रा चलिरहेको छ। मायाको भारी झमतारा झमझम जुम्लाको फापर हुम्लाको कोदो कुम्लाको पिठो झमतारा रमाइलो टुर चाहिँ अब हाम्रो आधा पुगिसक्यो। अनि अब हामी चाहिँ स्लिपरमा सुतेर मात्र गइरहेको छौँ। हामी अहिले कहाँ पुग्यौँ? अब हामी चाहिँ खै अब कहाँ पुग्यो मलाई पनि थाहा छैन त्यस्तो। अनि अब हामी अहिले त मस्त केटाहरू मजाले सुतेर स्लिपरमा होइन। अनि अब यहाँ केटी भइदिए त झन् बवाल मजा आउँथ्यो। हो, कस्तो फिलिङ्स हुँदैछ यो टुरको हाम्रो होइन यात्रा? ठिकै छ, बवाल भयो। बाबे साथीहरू बवाल छ नि, ठिक छ। ल तिमीहरू एउटा के पोइन्ट जाओस् न त। हामी हिँडिसक्यो अब कर्णाली पारी। हामी कर्णाली पारी। छोटो लुगा नलाउ तिमी लाउने गर तारी। आँखा तिम्रो काला काला अझै त्यसमा धारी। आँखा तिम्रो काला काला अझै त्यसमा धारी। हामी पोखरा घुम्नलाई गइसक्यौँ लम्बिनी पारी। बेलीको बजार जता माया उतै छ नजर झिरे मिरे जा। सो अहिले चाहिँ हामी अब एउटा खाना खाना ठाउँ पुगिसकेका छु होइन। यहाँ छ ल ल ऊ त मान्छे भएन। ल खाना खाने ठाउँ पुगिसकेको छौँ र फेरि केही समयपछि हाम्रो यहाँबाट पनि यात्रा त्यो त तिमीहरू भात त एकदम बेकार छ होइन। दाल झन् बेकार होइन। ए त त्यो त योभन्दा त मेरो घरै राम्रो हुँदैछ भाइ त कसम यहाँभन्दा त म के भन्नु होइन, यो खानुभन्दा म फास्टिङमा बसिरहेको त झन् खा भाइ। यहाँ थाले डेभिस खोला ए भाइ केलाई हो हजुर
यता गुरुहरूले डान्समा टिकट काटिसके स्ट्रेट फरवर्ड यहाँ चाहिँ यस्तो भ्यूहरू छ होइन मस्त मस्त राम्रोहरू ल गाइज हाम्रो त साह्रो खानु होला सो गाइज अहिले चाहिँ हामी गइरहेको होइन त्यहाँ डेभिस फल हेर्न गइरहेको छु टान्टाराङ यो चाहिँ त्यहाँको घर जस्तो छ के हो डेभिस फल आजभोलि पानी बढिरहेछ डेभिस फलको यहाँ भित्र जुम गरेर हेर्दाखेरि यस्तो देखिन्छ होइन यहाँभित्र जान मिल्दैन नत्र पर्सि त जाने भन्दो थियो अब जान मिल्दैन त क्या हात भयो त सो अब हामी चाहिँ गुप्तेश्वर जाँदैछौँ हामी गुप्तेश्वर महादेव गुफा यहीँ हो यहाँ हेर्नु अहिले गाइस अब हामी भित्र इन्ट्री हान्दैछौँ है हामी भित्रतिर इन्ट्री हान्दैछौँ यो चाहिँ गेट यताबाट चाहिँ हामीले भित्र जानुपर्ने हुन्छ अनि यहाँ चाहिँ हाम्रो यहाँभित्र चाहिँ गुफा हो अहिले हामी यहाँभित्र जान्छौँ सरहरू टिकट काट्नु जाँदै हुनुहुन्छ अहिले चाहिँ हामी यहाँभित्र जानेछौँ त्यहाँभित्रको बाबाको भ्यूहरू देखाउनेछौँ सायदमा रहिराख्नु होला है त्यही हो सो गाइस अहिले चाहिँ हामी लाइनमा लागिरहेका छौँ अब यो चाहिँ हामी टिकट पाइसकेको छौँ यो भित्र इन्ट्रीको लागि टिकट चाहिन्छ त्यो चाहिँ टिकट हामी पाइसकेका छौँ अब हामी भिडियोमा जानको लागि हामी लाइन लागिसकेको छौँ यहाँ छ ल अन्डरग्राउन्ड साइड के भने इङ्ग्लिस त बुझ्नुभयो ल है फेरि म चाहिँ अलिक इङ्ग्लिस भन्दैछु नि फेरि त्यही हो अब हामी भित्र जाँदैछौँ भित्र कस्तो छ भ्यूहरू हामी देखाउनेछौँ लाइन ओके भिडियोमा रहिराख्नु होला है त्यही हो खास गरी के को पूजा गरिन्छ यहाँ गुफामा मन्दिर छ भोला बाबाको हजुर त्यही दर्शन गर्नलाई मान्छे आउँछ यता यसको बारेमा चाहिँ तपाईँलाई कति के थाहा छ कहिलेदेखि यो भएको यो होइन यसको बारेमा यो त धेरै दिन से छ हाम्रो भी मालुम छैन कति दिन से छ से बहुत धेरै दिन से छ मन्दिर यता ए अन्त तपाईँको चाहिँ यहाँ कहिलेदेखि हो म त यहाँ 10-15 साल से छ ए त्यसो भने यहाँ मान्छेहरू कुन देशहरू धेरै ठाउँबाट आउँछन् होला त्यस्तो है बहुत देशकै आउँछ मान्छे यता बहुत देशको आउँछ अनि यो चाहिँ हाम्रो यो मन्दिरहरूको तपाईँको व्यवस्था चाहिँ मन्दिरहरूबाट हुन्छ या कस्तो हुन्छ तपाईँको यहाँ त मन्दिरको अथि हुन्छ ए मन्दिरबाट हुन्छ ठिक छ भिडियोको लागि धन्यवाद है मात्र नभएर हामी इन्टरनेसनल लेभलसम्मको मान्छेलाई देख्न सक्छौँ एकदमै राम्रो कुरा हो नेपालको यसरी जो भिजिट गर्ने ठाउँ अथवा यसको पर्यटकीय क्षेत्रहरू यसरी विकास हुँदै जान्छ एकदमै राम्रो कुरा हो र हामी अब तलतिर गएर हेर्छौँ के कतिको छ भनेर किप कन्टिन्युइङ क्यामेरा निषेधित क्षेत्र भएका कारण पनि मैले बनाइरहेको छु एकदम रिस्की छ निषेधित क्षेत्र पनि मैले झ्याप्छु भिडियो शब्दहरू हानिदियो त यसमा त एकदमै होइन अन्डरग्राउन्ड भएको गाह्रो भइरहेको छ अब क्यामेरा अफ गर नत्र थुते लाएर यहाँ चाहिँ हामी यो गुफाको मात्र एउटा भिडियो बनाऊ भनेपछि एउटा फिल्म नै बन्न सक्छौँ भन्ने खालको भन्न सक्छौँ यहाँ चाहिँ हामी हेरेर हामी चकित परिसकेका छौँ यहाँ चाहिँ असम ड्याम बवाल छ के यो एकचोटि हेर्नुहोस् न यहाँको भ्यू यहाँको यो नजारा यो एकदमै डरलाग्दो खालको छ त्यो पनि जमिनभन्दा लगभग 400-500 मिटर तल लगभग आधा किलोमिटर तल एकदमै यो एकदमै राम्रो कुरा होइन अघिबाट हामीले माथिबाट देखेका थियौँ झरना कस्तो माथिबाट देखिन्छ भनेर तर अहिले चाहिँ हाम्रो समय भनेको तलबाट हेर्ने तलबाट कस्तो देखिन्छ तर यहाँ एकदमै डार्क छ के हाम्रो साथीहरू अगाडि पनि पुगिसकेका छन् तर यो डार्क कन्डिसन देख्दाखेरि फर्स्ट टाइम हेर्दाखेरि चाहिँ डर नै लाग्छ होइन त्यहीमाथि एउटा ग्राभिटी कम हुने भयो यहाँ एउटा अक्सिजनको कमी यस्तै डर लाग्ने उस्तै डर लाग्ने त्यहीमाथि हेर्दा डर लाग्ने एकदमै अनौठो ठाउँ छ यो यताबाट आइरहेको जस्तो हामी देख्न सक्छौँ गुफा
पहिला त्यो हामी बोलिङमा देख्छौँ नि माथिबाट झुना बोकिरहेको तर त्यहाँभन्दा पनि बवाल मैले आज आफ्नो रियल लाइफमा हेर्दाखेरि मलाई एकदमै खतरा लागिरहेको थियो असम क्रेजी ड्याम असम देख्दाखेरि ठाउँमा बरु सेफ्टीको लागि मान्छेले चाहिँ बनाएको छ तर इट्स टोटली नेचुरली त्यसैले भन्छ अरे नेचरले कहिले पनि आफ्नो रुल ब्रेक गर्दैन बवाल कुरा छ एकदमै देख्दाखेरि पनि हेरौँ जस्तो लाग्छ सायद म भने यहाँ चाहिँ हाम्रो यो झरना चाहिँ अलि एकछिन जुम गरेर नजिकबाट देखाउन सक्छौँ हामी है यस्तो छ झरनाको कन्डिसन अहिले चाहिँ हामी पोखराको बजारमा छौँ पोखराको बजार हेर्दाखेरि हाम्रो फर्स्ट इम्प्रेसन लास्ट इम्प्रेसन भन्छ नि हामीलाई ड्याम मौसम लाग्यो एकदमै फर्स्ट यहाँको जति दही म्यामहरू पनि यहाँ राखेका छन् एकदमै डाँडामा सुनाइरहेको छ अनि यो अनि यहाँको चाहिँ अरूभन्दा पनि यहाँको चाहिँ यसको क्लिननेस छ यहाँको चाहिँ यो स्वच्छता छ एकदमै राम्रो छ राम्रो छ यहाँ ट्याक्सीहरू पनि छन् एकदमै फर्स्ट एक्सपिरियन्स चाहिँ एकदमै राम्रो छ